राजा चाहिँदैन चाहिँदैन भन्ने तिनीहरू नै हो, जनता नै हो। दुःख पाएर बिर्साको के गर्नु लाइक पंछी बढी उड्ती फिरू मस्त गगनमै भने जस्तो। त्यति बेला एउटा बन्चरोले स्वागत गरिदिनु पर्यो। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। होइन, भ्लग भने नि हुन्छ, एउटा यो चाहिँ इन्टरभ्यू भन्दा पनि हुन्छ। मैले चाहिँ आज सोध्दैछु कि हाम्रो देशको आन्दोलन भइरहेछ नि त, देशमा राजा आऊ देश बचाऊ भनेको छ, कोही चाहिँ ए गणतन्त्र जिन्दाबाद भनेको छ, कोही चाहिँ कुलमान घिसिङ लिएर आऊ भनेको छन्। होइन, के अब त्यो विषयमा अलिकति फन पनि हो। होइन, ड्युटी टाइम, अब ड्युटी गरेर आएको हामी, अब त्यही हो, सुत्नुपर्छ अब एकछिनमा यो भिडियो बनाएर। सो अब म सोध्छु, सुरुवात चाहिँ हाम्रो दाजुबाट गर्छु। नमस्कार। अब अहिले अब म गर्छु ल। हजुर भाइ बिचरा इन्टरभ्यू लिनुभन्दा पहिले म खबर। अनि तपाईँ के हो, अनि राजा आउने खुसियालीमा गाँजा तानेर बस्नुभयो कि के हो? म चाहिँ राजा आउने खुसियालीमा गाँजा तानेर बसेको भाइ हेर। अनि अस्ति आन्दोलन भयो त? भयो भयो। कस्तो लागिरहेछ? एकदम रमाइलो। अनि घरहरू भत्के, भाटबटेनी लुटिए, के भन्न चाहनुहुन्छ? मैले के भन्न चाहने हो, सबै मरे पनि मलाई बालै छैन, म नेपालमा छैन, विदेशमा छु। अनि हाम्रो देशको अवस्था यस्तो भइरहेछ, गणतन्त्र नै ठिक छ कि राजतन्त्र आइदिए हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई? मलाई त त्यो विषयमा केही थाहा छैन भाइ। हामी त लाइक पंछी बढी उड्ती फिरू मस्त गगनमै भने जस्तो। पहिला पनि ठिकै नै थियो, अहिले पनि ठिकै नै छ। त्यही हो, मान्छे मरेछन्, घर जलेछ, लुटपाट भएछ, त्यो चाहिँ अलिकति नराम्रो, नत्र भए थियो सबै ठिक छ। ल ठिक छ, उहाँ युवाको पनि बोली राम्रै हो, सही हो, ठिकै हो। होइन, अब हाम्रो अर्का मित्रलाई सोध्नेवाला छौँ। मित्र दर्शन ढोग्गा रे दाजु। ल अब यो, अनि अस्ति आन्दोलन भयो त? हुन त भयो, ठुलै भएछ। होइन, अनि तपाईँ के चाहनुहुन्छ, राजा आओस् भन्न चाहनुहुन्छ कि गणतन्त्र नै ठिक छ भन्न चाहनुहुन्छ? म के भन्न चाहन्छु भने अब गणतन्त्र आयो भने त्यही हो, राजा आयो भने त्यही हो। अब चाहेपछि, अब राजा आएपछि नि अब पछि गएर फेरि राजा चाहिँदैन चाहिँदैन भन्ने तिनीहरू नै हो, जनता नै हो। केपी आयो भने जनता भन्ने, केपी चोरै भन्ने हो। त्यसमा म केही नै भन्न चाहन्छु, दुइटै बराबरै हो। अब मिलिजुली गरेर अब को राजा बन्ने, को के कसको लागि हक छ, त्यो अनुसारले अगाडि बढ्यो भने। मतलब तपाईँ जनता नै मूर्ख भन्न चाहनुहुन्छ? म जनता नै मूर्ख भन्न चाहन्छु। अब चाहे बेला भाँडो, नचाहे बेला ठाडो भने यही नै हो क्या। त्यही त, पहिला अब ज्ञाने चोर देश छोड भनिन्थ्यो, अहिले केपी चोर देश छोड भनिन्छ, त्यस्तै होइन? यस। ल हेर्नुहोस् है, हाम्रो अर्को युवाको आवाज, अब अर्को युवाले पनि भनिसक्नुभयो, उहाँको जिज्ञासा राख्नुभयो र हामी अर्को युवालाई सोध्दैछौँ है। अब उहाँ चाहिँ पश्चिमेली नै हो, म उहाँलाई सोध्छु। भन्नु न के भ्युज बढ्छ क्या, भन्नु न। अनि साँच्ची उहाँको नाम चाहिँ राजकुमार रहेको छ, त्यही भएर राजाको छोरा राजकुमार हुने भएर चाहिँ अलिकति सरी, अलिकति उ गर्नुभएको छ, लजाउनु भएको छ। अनि नमस्ते। हजुर नमस्ते। आन्दोलन भयो त? भयो हजुर, भयो। नेपालमा आन्दोलन भयो, मान्छे मरे, कतिको ज्यान पनि गयो, कति लुट्यो, यस्तै छ हजुर, यस्तै लुट्यो। अनि के भन्न चाहनुहुन्छ, राजतन्त्र ठिक कि गणतन्त्र ठिक भन्न चाहनुहुन्छ? अब गणतन्त्र भने पनि ठिकै हो, राजतन्त्र भने पनि ठिकै हो जस्तो लाग्छ मलाई त, बराबरै लाग्छ। अब आए पनि ठिक हुने हो, नआए पनि ठिकै जस्तो लाग्छ। पहिले पनि ठिक थियो, अहिले पनि अब राजा ल्याएपछि अब पनि ठिकै होला। गणतन्त्रले केही दुःख पाएको जस्तो फिल हुँदैन? दुःख पाएर विदेशको के गर्नु र, दुःख पाइयो आयो विदेश। अब हाम्रो यहाँ ल हेर्नु, हाम्रो साथीहरू चाहिँ अब ल ठिक छ, यसरी युवाहरू यसरी खाडीमा अरूको देशमा, अहिले यो हाम्रो घरको आँगन हुन्थ्यो, हाम्रो घर अलि होइन घर परिवारसँग यसरी नाचिन्थ्यो भने कति रमाइलो हुन्थ्यो होला, सोच्नु त। रानीको छुट्टी छ, रड्डीले बन्चरले हाल्छ। ल अब राजा त्यत्तिकै आउनेवाला छैनन्,
जति पनि अस्ति आन्दोलनमा जोस देखाए होइन। अब हाम्रो दुर्गा प्रसाई दाजुले त के अरे भाइस सिटी गेमको पुरै रिप्ले नै गरिदिनु भयो होइन। अब त्यस्तै जोस जाँगरै छ भनेदेखि त्यो होइन मैले देख्दाखेरि त 5 तलामा चाहिँ माथिसम्म ढुङ्गा त्यो क्या सिसा फुट्या छ क्या। कत्रो जोस होला, कति चाहिँ पावरले हाने होला। गोर्खाली हो सक्छ होइन। अब त्यति नै जोस छ भने यसो गर्नु पर्यो क्या। जब हाम्रा छोटे राजाहरू टाउके राजाहरू चाहिँ भिडभाडमा जान्छन्, भाषण दिन जान्छन्, त्यति बेला एउटा बन्चरोले स्वागत गरिदिनु पर्यो। त्यति भएपछि चाहिँ राजतन्त्र होइन, तपाईँहरूले जे तन्त्र चाहनुहुन्छ त्यो आफै आउँछ। यही 3टा 4टा कतिजना छन् अब होइन, मेन त 3टै होला नि होइन। त्यो छोटे राजाहरू क्या, बुझ्नु न। अब मैले नाम तोकेर भन्दाखेरि मलाई फेरि म यहाँ अहिले अर्काको देशमा भए मान्छेलाई फेरि हतगडी लाएर नेपाल बोलाउला होइन। अब बुझ्नु होइन। अब रतन कार्कीलाई त के भयो भने जस्तो थियो। अब त्यही भएर यिनीहरूलाई चाहिँ कि त बन्चरोले हान्ने हो कि त भने त उडिला गाडी नै उडाउनु पर्छ, नभए त त्यत्तिकै उ छैन। जनताले सक्छ गर्छ है, त्यही हो। अब के गर्नु, फ्याक्टै मारेपछि बन्चरोले हानिसकेपछि 2 फक्लेटा बढाइसकेपछि टाउको त्यो मान्छेले चाहिँ पानी पनि भन्न पाउँदैन क्या। अरू त कुरै छोडिदिनु न। अब त्यही हो, मैले अब मजाकमा भने पनि जेमा भने पनि सत्य कुरै बोले जस्तो लाग्छ। अब तपाईँहरू रिसाउनुहुन्छ भने नि म केही भन्दिनँ भन्न चाहिँ। तर त्यत्रो जोस देखाउनु छाट्टो, त्यत्रो भाटभटेनीको त्यो सटर होइन, कच्याक कुचुक बनाउनु साटो होइन, त्यत्रो घर जलाउनु साटो, त्यसै गर्दा चाहिँ बेटर हुन्छ होइन। सिधै बन्चरो, अरू केही नहेर्ने, खोडा सोडा खुकुरी सुकुरी होइन, बन्चरो। ल गाइज है, आजको भ्लग इन्टरभ्यू जे भने पनि यहीँ म टुङ्गाउन चाहन्छु। अब अन्यथा नलिदिनु होला, कसैका चाहिँ प्रिय बा पनि हुन सक्छन् होइन, अनि प्रिय हजुरबा पनि हुन सक्छन्, अन्यथा नलिनु होला। अब देशको हालत यस्तो कबाडी बनाइसकेका छन् होइन। त्यो कस्तो भने कुनै देशमा पनि त्यतिको छैन होला, न रोजगार छ हाम्रो देशमा, न केही छ हो। त्यही भएर मैले यसरी भन्न बाध्य भएको हो, अन्यथा नलिनु होला गाइज भन्दै म बिदा हुन चाहन्छु। हस्त नमस्ते। अनि सब्सक्राइब, लाइक कमेन्ट सेयर के गर्ने हो चाहिँ त्यो गर्न चाहिँ नबिर्सिनु होला है। ल गाइज, बाई बाई।